म होइन यहाँ भेलाजुको यो पार्कमा छु। यहाँ चाहिँ बसिरहेको छु। यहाँ चाहिँ पछाडि के भन्छ त पोखरी भन्छ ताल पोखरी बनाएको छ। यहाँ चाहिँ हाँसहरू छ थुप्रै। अनि यहाँ चाहिँ हाम्रो चन्द्रदाय होइन चन्द्रदाय हुनुहुन्छ। म चाहिँ सुरेश केही नयाँ ब्लग्स भन्ने आज चाहिँ सर्ट भ्लग यो एकदमै सानो भ्लग लिएर आएको छु। हामी चाहिँ यो चौरमा छौँ अहिले भेलाजुको टावरको अगाडिमा भएको चाहिँ यहाँ चाहिँ पार्कहरू देख्नुहुन्छ। यहाँ पार्कमा चाहिँ एकदमै राम्रो छ है, रुखहरू छ, बस्ने ठाउँ छ, शीतल भ्यू छ, आयो भने नि राम्रो छ। यहाँ फोटो खिच्ने ठाउँ नै थुप्रै छ है। यस्तो हाम्रो यहाँ चाहिँ सेक्युरिटीहरू छन्। यहाँ उनीहरूले सल्लाह दिन्छ यस्तो गर त्यस्तो नगर भनेर। अनि यहाँ चाहिँ फोटोहरू लिन्छ। यहाँ नेपालीहरू दाइहरू छ, यहाँ सेक्युरिटी गार्डहरू अरू देशको नै छन्। यहाँ चाहिँ फोटो खिच्ने ठाउँ दाइ पोज दिनु त एउटा फोटो खिचे जस्तै दामी छ नि है फोटो खिच्ने ठाउँहरू। देख्नुभयो साथीहरू यस्तो छ दामी फोटो खिच्ने ठाउँहरू। आउनुहोस् तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। यहाँ पुल जस्तै नै छ। तपाईँहरू पर्पल ब्रिज जान पर्दैन है। पर्पल के अरे ब्रिज चाहिँ पर्पल आइल्यान्ड। यहाँ चाहिँ यस्तो छ पुलहरू बनाएको छ हिँड्नको लागि, गफ गर्नको लागि, डेटिङ गर्नको लागि, खास गरेर विशेष गरेर कपालहरूको लागि चाहिँ यो प्लेस एकदमै राम्रो छ। अनि मजाको छ हाम्रो चन्द्र दाजु। अरू चाहिँ सङ्गति गराएको छ। हामी चाहिँ अहिले चाहिँ यसो टोइलेट आएको मौकामा, वासरुम आएको मौकामा चाहिँ सर्ट भ्लग गरिरहेको छ। यहाँ चाहिँ टावर चाहिँ देख्नुभएको छ। यो चाहिँ टावर हो भेलाजु टावर। अनि त्यो चाहिँ ब्रिज हो, सानो सानो ब्रिज यो पोखरीको तालको। यस्तो दामी छ यार। हेर त यस्तो सही। यो चाहिँ हाम्रो भिलाजुमा पार्कमा रहेको छ है। यस्तो छ है हाम्रो दाइ साथीहरू अरूहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पानी छ, यस्तो तल हाँस खेलिरहेको छ। यहाँ पार्कमा छ हामी चाहिँ, यो भिलाजुको अगाडिको पार्क हो गाइज। यहाँ चाहिँ हाँसहरू खेलिरहेको छ, पानीमा देख्न सक्नुहुन्छ। कुन हाँस हो चिन्नुहुन्छ होला? राजा हाँस, बेत हाँस, के हाँस, यहाँ चाहिँ थुप्रै छ हाँसहरू होइन। अहिले भने हामी सङ्गति गरिरहेको छौँ उता। मैले अघि नै भनिसकेको छु हाम्रो चर्चबाट आएको छ। यहाँ जवानहरूको यसो मेल गफगाफ होइन, यताउता भेटघाट अनि सङ्गति, सानो सङ्गति भइरहेको छ। हामी चाहिँ यसो वासरुमतिर आएर अनि यो चाहिँ सर्ट भ्लग बनाइरहेको छु। पार्टमा आउँछ है। अब चाहिँ ब्लग